नमस्कार साथीहरू, के छ हाल खबर? तपाईँ आज चाहिँ एक दुईवटा शब्द राख्दैछु, के कस्तो लाग्छ कमेन्ट गर्नु होला। हाम्रो देशमा पटक पटक सरकार परिवर्तन भएको भइ छ अनि 5 वर्षसम्म कुनै पनि सरकार नटिक्ने भएको छ हैन। यसपालि पनि त्यस्तो हुन्छ भने तपाईले मतदान गरेको कुनै अर्थ नै छैन कि। मतदान गर्न जानुको, भोट हाल्न जानलाई अर्थै रहेन। त्यही भएर पटक पटक व्यक्तित्व चयन गर्नुभन्दा यसपालि राम्रो व्यक्तित्वलाई चयन गर्ने समय आएको छ। निर्धक्क भएर आफ्नो नडराइकन अमूल्य मतदान आफ्नो जुन तपाईलाई राम्रो लाग्छ, जुन व्यक्तित्व पहिला बुझ्नुहोस् के कस्तो छ, के छ कस्तो छ हैन, चयन गर्नुहोस्। त्यसपछि मात्रै मतदान त्यहाँ भोट हाल्नलाई जाने। अनि सबैले बुझ्नुपर्ने, अपाङ्ग, असहाय, ज्येष्ठ नागरिक, वृद्ध महिलाहरू, जुन तल परेका वर्गहरू छन्, सबै व्यक्तिहरू तिनको हितको लागि सोच्ने एउटा व्यक्तित्वको चयन गर्ने मौका यही छ। यो मौकालाई तपाईले गुमाउनु भएन भने राम्रो अवसर पाएका छौ। जुनसुकै पार्टीको होस्, हामीले नेपाल जुनसुकै देशमा पनि एउटा न एउटालाई त भोट दिनै पर्ने हुन्छ हैन। अब यो कांग्रेस, यो माओवादी, यो एमाले, यो रापरवा हैन, यो आलाना, यो फलाना भनेर हाम्रो यतातिर काम गर्दाखेरि हैन, जुन बेला काममा जान्छन्, योजना चलेको हुन्छ, त्यो बेला हेप्ने काम